यो चाहिँ किङ हो र यसलाई चाहिँ कसैले यसरी छोयो भने चाहिँ यसरी चाहिँ आइहाल्छ। यसलाई चाहिँ छोको टच गरेको मन पर्दैन, डोन्ट डिस्टर्ब मी भन्छ यसले चाहिँ है। यसलाई छोयो ओर्यो भने कहाँनिर यो गर्बिस ल देखा टस 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 हल्ला नगरौ हल्ला देख्नु र ए भयङ्कर ठुलो छ। ठुलो छ, एकदम ठुलो छ। सामान नि त यस्तो गरौँ अब सर्प ठुलो रहेछ, त्यो झोलासोला सबै निकालौँ पहिला। ल हटाए हटाए, म यो सर्प हाल्ने झोला मिलाइरहेको छु है। देखिन्छ, हेर्न मिल्छ मजाले। ल म सर्प निकाल्न गएँ, तपाईँहरू उहाँ रोडमा बसेर हेर्नु, नजिक कोही पनि नआउनु है। टोक्यो भने फेरि मलाई नभन्नु है त, भाग्न सकिँदैन यसले लखाट्यो भने अहिले फेरि उता गएर बस्नु सबैजना। दर्शकबिनहरू नमस्कार, म दिपक नेपाल, मेरो घर बाराको सिमरा हो र अहिले म महेन्द्रनगर भन्ने ठाउँमा आएको छु र यो घरभित्र चाहिँ एकदमै ठुलो किङ कोब्रा सर्प पसेको छ र एकदमै छिटो चाहिँ अब सर्प समाउन गइरहेको छु, किनभने सर्प चाहिँ एकदमै अप्ठ्यारो ठाउँमा छ। समाउँदा अब यो चाहिँ के भान्साकोठा हो? एकजना चाहिँ यता आउनु ल, तपाईँ आउँदा नि हुन्छ नभए डरलाग्छ होइन, उ गर्ने टर्च लाइट देखाइदिउँ अलिकति अलिकति पछाडि होइन यो समाउनु। दर्शकबिनहरू सर्प चाहिँ यो भान्साकोठाभित्र छ र अब तपाईँहरूलाई चाहिँ म देखाउन गइरहेको छु सर्प कस्तो ठाउँमा छ भनेर। एकछिन है, दर्शकबिनहरू सर्प चाहिँ यो के अरे यो किचन ऱ्याकको चाहिँ पछाडि छ र अब तपाईँहरूलाई चाहिँ म सर्प देखाउन गइरहेको छु कस्तो ठाउँमा छ भनेर। मैले चाहिँ बारम्बार भनिरहेको हुन्छु तपाईँहरूलाई, सर्प चाहिँ भान्सा कोठाभित्र र सुत्ने कोठाभित्र चाहिँ पसिरहेको हुन्छ, त्यही भएर चाहिँ भान्सा कोठामा आउँदाखेरि र सुत्ने कोठामा जाँदाखेरि चाहिँ एकदमै सतर्क हुनु भनेर चाहिँ भनिरहेको हुन्छु। र यतातिर चाहिँ चारैतिर खुल्ला खुल्ला छ, त्यही भएर चाहिँ सर्पहरू चाहिँ आएको हो। यस्तोमा चाहिँ हामीले चाहिँ जालीहरू लगाउनु पर्ने हुन्छ। साँप चाहिँ हेर्नु होला, त्यहाँनिर चाहिँ बसिरहेको छ। यो सर्प चाहिँ म तपाईँहरूलाई चाहिँ राम्रोसँग देखाउन गइरहेको छु। अब तपाईँहरूले चाहिँ देखिरहनु भएको छ, यो चाहिँ किङ कोब्रा सर्प हो, ब्ल्याक किङ कोब्रा र हेर्नु होला यो चाहिँ यसरी बसेको छ भान्सा कोठाभित्र र यसलाई चाहिँ अब म निकाल्न गइरहेको छु। दाइ तपाईँको मोबाइल राख्नु, योबाट रेकर्ड भएपछि आउँछ कि तपाईँको अनुहार पनि आउँछ, त्यो तपाईँले खिचेकोबाट तपाईँको अनुहार आउँदैन, बुझ्नुभयो नि? ल तपाईँ चाहिँ मजाले लाइट देखाउनु है, पर्दैन। यो सर्प निकाल्नलाई चाहिँ यो सामुनाहरू चाहिँ हटाउनु पर्ने हुन्छ। यसको पछाडि छ कि त्यही भएर निकाल्न गाह्रो छ। हेर्नु होला सर्प चाहिँ यहाँनिर बसिरहेको छ।
हेर्नु होला सर्प चाहिँ यहाँनिर चाहिँ बसेको छ र सर्प चाहिँ एकदमै भयङ्करै ठुलो छ। अजिङ्गर यो सर्प चाहिँ अजिङ्गर जत्रै छ एकदमै ठुलो छ हेर्नु होला। अब यसलाई चाहिँ म ढिलो नगरिकन सम्पूर्ण गरिरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। तपाईहरु बाहिर बस्नु है, भयङ्कर ठुलो सर्प छ, सानोतिनो छैन। तपाईं अलि पछाडि बसेर लागिदियो। अब सर्प चाहिँ राम्रोसँग चाहिँ म तपाईहरुलाई चाहिँ देखाउन चाहिँ गइरहेको छु। हेर्नु होला सर्प चाहिँ कति ठुलो छ भनेर। तपाईहरुले चाहिँ देखिरहनु भएको छ, सर्प चाहिँ एकदमै ठुलो छ। हेर्नु होला यो चाहिँ किङ कोब्रा सर्प रहेको छ। यो चाहिँ एकदमै ठुलो छ। हेर्नु होला यो सर्प चाहिँ मेरो हातमा आइसकेको छ। तपाईहरु भाग्न रेडी भएर बस्नु है। तपाईहरुले चाहिँ देखिरहनु भएको छ, सर्प चाहिँ एकदमै ठुलो छ र यसलाई चाहिँ ह्यान्डल गर्न चाहिँ एकदमै गाह्रो भइरहेको छ। एकदमै भारी भरकम सर्प रहेको छ यो। उता भाङ ठाउँ त छैन नि त्यसको है? तल कि माथि? तल छ कि माथि छ पल? ल यसलाई म छोडिदिइरहेको छु। ल हट्नु, तपाईहरु केही पनि नगर्नु है दाइ। हेर्नु यहाँ यता अजिङ्गर भन्दा पनि ठुलो छ। हट चाहिँदैन चाहिँदैन, त्यो मैले बाहिर झोला रेडी गरिराखेको छु, त्यो बिग्रेला है। हेर्नु होला एकदमै ठुलो सर्प रहेको छ र यो सर्पलाई एकछिन नजिकबाट देखाइदिनु होला बिस्तारै। ल हट्नु है, हट्नु है। आए आए आए। टर्च लाइट बन्द गरेर भित्र राखिदिनु। सर्प चाहिँ यहाँदेखिबाट वहाँसम्म छ यार। बाहिर आयो है, आयो है। त्यो सर्पको पुच्छर एकचोटि देखाइदिनु होला राम्रोसँग। यो चाहिँ एकदमै ठुलो सर्प रहेको छ र यसको जिउ हेर्नु होला एकदमै
ब्ल्याक रहेको छ, यो ब्ल्याक किङ कोब्रा रहेको छ। हेर्नु होला यो सर्प चाहिँ कस्तो रहेको छ। तपाईहरुले सुरुचोटिमा भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र यस्तै यस्तै सर्प समातेको भिडियो अरू पनि छ, तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ र उहाँहरू चाहिँ गाउँको मान्छेहरू चाहिँ हुनुहुन्छ। लागिरहेको छ यो चाहिँ मैले अजिङ्गर समातिरहेको छु, यो किङ कोब्रा होइन अजिङ्गर समातिरहेको छु, त्यस्तो लागिरहेको छ। हेर्नु होला कतिजनाले पन्जा किन नलगाएको भन्नुहुन्छ, पन्जा लगाएर चाहिँ यो सर्पलाई ह्यान्डल गर्न सकिँदैन, यो सर्प चाहिँ चिप्लिन्छ। हेर्नु होला एकदमै ठुलो सर्प रहेको छ। ओहो यो सर्प चाहिँ एकदमै ठुलो छ र यो चाहिँ मेरो लाइफको दोस्रो अथवा तेस्रो ठुलो किङ कोब्रा हुन सक्छ है। भाग्नु है, भाग्नु है। हेर्नु होला यो सर्पले चाहिँ मेरो रुमाल लगिसकेको छ। तपाईहरुले चाहिँ देखिरहनु भएको छ, यो चाहिँ विश्वको सबैभन्दा ठुलो विषालु सर्प किङ कोब्रा रहेको छ र यसलाई चाहिँ घरबाट निकाल्नलाई चाहिँ एकदमै गाह्रो भयो। यसले चाहिँ मेरो रुमाल लिइसकेको छ। अब हेरौँ यसले मेरो रुमाल दिन्छ कि दिँदैन। हेर्नु होला यो चाहिँ हेर्नु होला रुमाल चाहिँ मैले सर्पबाट फिर्ता लिइसकेको छु। सात फिट 13-14 फिटको छ यो। किङ कोब्रा यो सर्प चाहिँ झोलाभित्र चाहिँ छिराउने कोसिस गरिरहेको छु म। हेरौँ छिर्छ कि छिर्दैन। तपाईहरु यताबाट नआउनु न, उताबाट यता नआउनु, उताबाट।
तपाईहरुले चाहिँ देखिरहनु भएको छ सर्पको पुच्छर हेर्नु होला कस्तो हुन्छ र यो सर्पको लम्बाइ पनि हेर्नु होला र यसको जिउ कस्तो हुन्छ यो पनि हेर्नु होला यसको जिउ हेर्नु होला कस्तो हुन्छ तपाईहरुले देखिहाल्नुभयो यो चाहिँ किङ कोब्रा सर्प हो र कोब्रा प्रजातिको सर्पहरू चाहिँ खतराको महसुस भएपछि यसरी ठाडो परेर बस्छ र यस्तो सर्पहरू तपाईहरुको पनि गाउँघरमा आयो भने यसलाई मार्ने चलाउने जिस्काउने काम कसैले पनि नगर्नु होला नजिकैको प्रहरी कार्यालय वन कार्यालयमा चाहिँ खबर गर्नु होला यस्तो सर्पहरू चाहिँ तपाईहरुको गाउँघरमा आयो भनेदेखि यसलाई चाहिँ मार्न ओर्न चाहिँ हुँदैन यो चाहिँ दुर्लभ वन्यजन्तु अन्तर्गत चाहिँ पर्ने जङ्गली जनावर सर्प रहेको छ विश्वकै सबैभन्दा ठुलो लामो विषालु सर्प भनेर चाहिँ चिनिन्छ यसलाई हेर्नु होला यो सर्प चाहिँ सजिलोसँग चाहिँ झोलामा चाहिँ जान चाहिँ खोज्दैन र यो चाहिँ सर्पहरूको चाहिँ राजा हो त्यसैले चाहिँ यो भित्र जान चाहिँ खोजिरहेको छ हैन राजा हो यति सजिलै चाहिँ भित्र जाँदैन यो यसले चाहिँ मान्छेहरूलाई चाहिँ हेरिरहेछ तपाईहरु उठेर बस्नु न त अहिले है वात्तै आयो भने फेरि गाह्रो हुन्छ अहिले यो चाहिँ किङ हो र यसलाई चाहिँ कसैले यसरी छोयो भने चाहिँ यसरी चाहिँ आइहाल्छ यसलाई चाहिँ छोको टच गरेको मन पर्दैन डोन्ट डिस्टर्ब मी भन्छ यसले चाहिँ है यसलाई छोयो ओर्यो भने यो सर्प हाल्ने झोलामा चाहिँ छिर्न मानिराखेन यसरी यो सर्पलाई यो झोलामा हाल्ने तरिका चाहिँ एकदमै गलत तरिका हो सानोतिनो सर्पलाई चाहिँ यसरी झोलामा हाल्दा राम्रो हुन्छ भने ठुलो सर्पहरूलाई चाहिँ मैले चाहिँ बेग्लै तरिकाले चाहिँ सर्पलाई चाहिँ झोलामा हालिरहेको हुन्छु तपाईले चाहिँ देखिरहेको हुनुहुन्छ हेर्नु होला यो सर्प कति लामो छ हेर्नु यहाँ यति जति चाहिँ लामो छ
यो झोलामा हाल्ने तरिका चाहिँ एकदमै गलत तरिका हो। यो चाहिँ सानोतिनो सर्पको लागि भने यस्तो ठुलोको लागि चाहिँ बेग्लै तरिकाले चाहिँ हामीले चाहिँ काम गर्नुपर्ने हुन्छ। र नाग महाराजजी चाहिँ जानलाई चाहिँ मानिराखेनन्। यो सर्पलाई तपाईँहरूको गाउँ एकदमै मन पर्यो अरे, झोलाभित्र जान खोजिरहेको छैन है, बुझ्नुभयो नि? नजानी, झोलामा नजानी। ल अर्को तरिका है। अब यसमा त अड्दैन होला त। ल हेर्नु, के अरे तेलको कार्टुन ल्याइदिनु न एकजनाले। तेलको कार्टुन, त्यो सानो खालको कार्टुन हुन्छ नि, त्यो ल्याइदिनु त। छिर छिर भित्र। भाइ
तेलको कार्टुन मगाइदिनु चाँडो यो यसमा छिर्दैन क्या धेरै ठुलो छ परे बसेर हेर नजिक नआएछ केटो यसमा छिर्नु पर्यो नाग महाराज यता हेर्ने यता ल हेर कार्टुन अलिक ठुलो खालको रहेछ तपाईहरु नहिँड्नु नि धेरै
भेट्या 10.5 किलोको भेट्या यो हेरौँ। 10 किलोको भेटे हा अस्ति ठोरीमा 8.5 किलोको भेटेको थियो सुवर्णपुरमा। अब हेरौँ यो कतिको छ जोखिरहेको छ है। ल हेर्नु ल कति किलोको छ। 12 किलो। ए तपाईँहरू हटन हटन 8 किलो 9 किलो भनौँ न। धेरै घुम्यो। कति किलो छ? कति किलो रहेछ? 9 किलो 400 ग्राम। 400 ल। म 10 किलो अर्काले ठेक्कै दिन्छु। ल 9.5 ल ल हट्नु हट्नु तपाईँहरू। यो सर्पको नाम चाहिँ इङ्ग्लिस नाम किङ कोब्रा है। वैज्ञानिक नाम अफियोफेगस हेना है। अरू सर्प गोबन करेटहरूले चाहिँ मान्छेलाई टोकेर मार्छ भने यो सर्प यस्तो सर्प हो होइन। यसले चाहिँ मान्छेलाई टोकेर मार्ने विषालु सर्पहरू खोजी खोजी खान्छ। यानि कि मान्छेलाई यसले बचाइरहेको हुन्छ है। तर एकदमै धेरै विषालु सर्प हो। यसले टोक्यो भने हात्ती पनि मर्छ। तर अरू सर्पले टोकेर हात्ती मर्दैन। र यो सर्प जुन ठाउँमा धेरै हुन्छ त्यो ठाउँमा हात्ती पनि आउँदैन। यसले सिंह छोप्न भाइले केही पनि हुँदैन कि डराउँ के डर लाग्दैन कि भाइले डर लाग्छ नि त। डर नलाग्यो भए यति पसिना आउँछ हेर्नु त। ल हस् हस् दीपक सापकोट है नेपाल। यता नेपाल यता सापकोट अरे ए ल ठिक छ हस्। अनि कुनै पनि कसैलाई पनि कुनै पनि सर्पले टोक्यो भने जति सक्दो चाँडो अस्पताल जानु होला। र यस्तो सर्प देखा पर्यो भनेदेखि मार्ने चलाउने जिस्काउने नगर्नु होला। सिधै मलाई फोन गर्नु होला है। अथवा जतिजनाले भिडियो हेरिरहनु भएको टाढाबाट भिडियो हेरिरहनु भएको छ भनेदेखि नजिकैको वन कार्यालय अथवा प्रहरी कार्यालयमा खबर गर्नु होला। यस्तो सर्पहरू चाहिँ तपाईँहरूको गाउँघरमा आयो भने है। ल अहिलेको लागि चाहिँ यति नै है। ल दर्शकबिनहरू अघि भर्खर उद्धार गरेको चाहिँ किङ कोब्रा सर्पलाई चाहिँ छोड्नलाई चाहिँ अहिले म पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको चाहिँ जङ्गलमा आइसकेको छु। र यो सर्प चाहिँ भान्सा कोठाभित्र थियो र यो चाहिँ महेन्द्रनगर भन्ने ठाउँमा थियो। र यसलाई चाहिँ छोड्नलाई हामी जङ्गलमा आइसकेका छौँ। र हामीसँग दाजु हुनुहुन्छ पर्सा राष्ट्रिय निकुञ्जबाट र उहाँ सर चाहिँ कमान्डर हुनुहुन्छ जिल्ला डिभिजन वन कार्यालय सिमरा 12बाट। र यो सर्पलाई चाहिँ म निकाल्न गइरहेको छु। र मैले उद्धार गरेको अहिलेसम्मकै सबैभन्दा दोस्रो ठुलो किङ कोब्रा सर्प हो यो। हो पहिलोमा पनि उहाँ हुनुहुन्थ्यो सर्प छोड्ने बेलामा। समाउने बेलामा चाहिँ हुनुहुन्थ्यो कि हुनुहुन्थेन? ए ल अब यसलाई चाहिँ म बाहिर निकाल्न चाहिँ गइरहेको छु।
गाडीमा चढ्ला अनि बाघ हैन त अनि बाघ हेर्नु होला यो सर्प चाहिँ एकदमै ठुलो छ बाप रे बाप त्यो भन्दा मोटो छ के हो त्यो भन्दा मोटो त्यो भन्दा यो सर्पलाई चाहिँ यो त त्यो भन्दा मोटो छ या ल हेर्नु होला यो चाहिँ हेर्नु होला यसलाई चाहिँ रिस उठ्यो भने चाहिँ यस्तो गर्छ त्यही भएर यसलाई चाहिँ कसैले पनि छुने जिस्काउने चलाउने काम नगर्नु होला र यो चाहिँ अब चाहिँ जङ्गलतिर चाहिँ गइरहेको छ 1 फिट छोटो हो यो 13 फिट लामो छ धेरै छोटो छ अनि मोटो छ नि त त्यो भन्दा मोटो छ लम्बाइ धेरै लामो थियो त्यो भन्दा यसले चाहिँ मरेको सर्प देखेर त्यस्तो हिँड्न भेट्न खान्छ तपाईहरुले चाहिँ देखिहाल्नुभयो सर्प चाहिँ जङ्गलभित्र गइसकेको छ र तपाईहरुलाई चाहिँ मेरो काम के कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला र अहिलेको लागि चाहिँ यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद